फेसबुकले पनि ठुल्ठुलो कन्टेन्ट क्रिएटरहरूलाई फाइदा दिएर सानो सानो कन्टेन्ट क्रिएटरहरूलाई एकदमै मारमा पारेको छ। जुन अहिले फेसबुक क्रिएटर फास्ट ट्र्याक भन्ने एउटा ल्याएको छ, त्यसले ठुलो कन्टेन्ट क्रिएटरहरूलाई चाहिँ फाइदा छ। महिनामा 15 वटा मात्रै भिडियो रिल्सहरू अपलोड गर्यो भने त्यसमा $1000 दिने भएको छ। न त्यसमा भ्यू चाहियो न कुनै केही पनि चाहिएन, तर 15 वटासम्म चाहिँ रिल्स भिडियोहरू राख्नुपर्ने, अपलोड गर्नुपर्ने छ। तर सानो कन्टेन्ट क्रिएटरहरूलाई कस्तो गरिदियो भने ओरिजिनल, सबै ओरिजिनल मात्रै राख, त्यो पनि 5 सेकेन्डसम्म मिनिमम हेरेको हुनुपर्ने, त्यो अनि त्यसपछि मात्रै भ्युजमा गिन्ती हुने, र भिडियोहरू पनि 10 सेकेन्डभन्दा माथिकै हुनुपर्ने छ। र अहिले यसरी सानो कन्टेन्ट क्रिएटरलाई चाहिँ मारमा पारेर ठुलो कन्टेन्ट क्रिएटरलाई चाहिँ फाइदामा गरेको छ। यसरी चाहिँ सानो कन्टेन्ट क्रिएटरहरूले चाहिँ फेसबुकमा काम गर्न निकै गाह्रो देखिएको छ है। त्यसैले सबैजना साथीहरू एक आपसमा सहयोग गरेन भने, एक अर्कोलाई सहयोग गरेन भने सानो कन्टेन्ट क्रिएटको खरेज छैन। अब यसरी बुझ्दा हुन्छ। त्यसैले सबैले एक अर्कालाई सहयोग गरौँ।